अंडा दुई प्रकारका हुन्छन्, एउटा बतासे एउटा साँच्चैको अंडा। बतासे अंडाबाट चल्ला निक्लिँदैन। म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या, म त छटपटी नै हुन्छु। केरु काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। अहिले मैले सोधेको युवाहरूले त्यस्तो दारी पालेको भेट्यो भने बालेन हो भनेर सोध्छन्। बालेनजीले 30,000 मतान्तरले हराउँदै हुनुहुन्छ अरे यहाँ। सपना देख्नु भएछ क्या? त्यो सपना हो होइन, देखा भए सपना हो, नदेखा भए कल्पना हो। हुइज केपी ओली भन्ने नेताले 30 गतेको चुनाव पछि जनताले तपाईलाई जवाफ दिन्छन्। हुइज केपी बाहिर आउँदै हुनुहुन्छ। यतिखेर यहाँ बैठक भइरहेको छ, यो नेपाल बारको बैठक हो। तपाईले देख्न सक्नुहुन्छ हामी प्रत्यक्ष प्रसारणमा छौं र प्राइम टाइम टेलिभिजन यतिखेर प्रत्यक्ष प्रसारणमा यहाँ आइपुग्यो। दोषीले न्याय पाउनुपर्छ पर्दैन, त्यो कुरा चाहिँ दोषीले न्याय पाउने हैन, निर्दोषीले न्याय पाउने हो। दोषीले त बन्दी जुनी हो। तपाईसँग कुरा म कहाँबाट गरौँ? पैतालबाट गरौँ कि टाउको सुनको कुरा गर्दाखेरि हैन, तपाईको जुन छ नि अब लवाई खवाई हिँडाइ छ नि, त्यसको कुरा गर्दाखेरि कहाँबाट कुरा गरौँ? बिचबाट गरेर चाहिँ फेर होला। कमिसन प्रधानमन्त्रीको यो बारेमा हामी देखाउँछौँ। अहिले एकैछिन मिल्दैन सर। Wait a minute. Who are you? I'm the only team that could serve nigga. This for the homies out broke. मन्त्री अफर आयो भने बन्नु पर्यो भने बन्छु। प्रधानमन्त्रीको अफर आयो भने बन्छु, अरू बन्दिनँ। प्रधानमन्त्री चाहिँ अहिले भए पनि बनिहाल्छु। गर्न सक्नुहुन्छ? त्यस्ता नाठे मलाई नसक्छ, कसले सक्छ हौ? चित्त नदुखाइकन एउटा जवाफ दिनु होला। सामाजिक सञ्जालमा मैले धेरै पढिने कमेन्ट मध्येमा त्यो देख्छु, एमाले बरु मान्छे एमाले बन्न सक्ला हैन, एमाले चाहिँ मान्छे बन्न नसक्ने भयो भन्छन् क्या। एमाले जतिको बनेर देखाउन। एमालेको कुनै नेता सार्वजनिक ठाउँ रक्सा देख्नुहुन्छ तपाईँ? एमालेको कुनै नेता सार्वजनिक चोट खा देख्नुहुन्छ? एमालेको कुनै नेता समाजलाई नपर्ने खालका गतिविधि गरेर अथवा चाहिँ सोसियल मिडियामा त्यो चाहिँ नि जुन खालको अहिले सोसियल मिडियामा अराजकता फिजाउने प्रचलन आछ त्यो देख्नुहुन्छ? एमालेको नेता कहाँ तपाईँ कुनै काम लिएर गयो भने उसले काम नगरेको देख्नु भएको छ? एमालेको कुनै नेताले कुनै काम गरे बापत सेटिङ गरेर पैसा मारेर भर्सा गरेर त्यो गरेर देख्नु भएको छ? अनि एमाले मान्छे त्यही भएर त छानबिन हुँदैछ त। अब गृहमन्त्री को भन्छ? एमालेलाई चाहिँ 7.5 को दशा नै लागेको रहेछ हैन? यस्तो भयो प्रश्नको जवाफ दिनु। पत्रिका बिकेन भनेर उहाँले अफगानिस्तानमा बम झर्दै थियो, कालिकास्तानमा झर बम भनेर पनि बेच्नुभयो पत्रिका। कालिकास्तानमा झर बम, अफगानिस्तानमा लडाइँ थियो, बेच्न त पर्यो। कालिकास्तानमा झर भनेपछि किन्नु पर्यो। हाम्रो करले बनेको सबै कुरा भिताले। प्रधानमन्त्री कसलाई बनाउने अरे भने एउटा बालिका चलाउन नसकेर देश खाएर त्यसले गर्दाखेरि उहाँले, म जहिले भन्छु, उहाँ भनेको एउटा कस्तो भने भारतका कलाकारमा अमिताभ बच्चन जो हुनुहुन्छ नि फिल्मी लाइनमा,
उहाँ जब मरेपछि कलाकारितामा एउटा अमिताभ बच्चन जसरी खड्किन्छ नेपाली पत्रकारितामा खास गरेर ऋषि धमला जब रहनुहुन्न तब ऋषि धमलाको आवश्यकता त्यतिखेर सम्पूर्ण पत्रकारहरूले महसुस गर्छन्। मैले